र यो युक्रेन, जोला, ग्रिनल्यान्ड यो सबै हेर्दाखेरि चाहिँ के देखिन्छ भने शक्ति राष्ट्रहरूले जोसँग पावर छ त्यसले अरूलाई दबाएर पनि जे पनि गर्दा हुन्छ है भन्ने खालको एकदमै चिन्ताको विषय हो। भोलि अब जस्तो ताइवानको केस आइरहेछ, चीनले भोलि उसले भेनेजुएलामा गर्न पाउँछ या ग्रिनल्यान्डमा गर्छ भने ताइवान त झन् पहिले चाइनाकै पार्ट थियो। अझ ट्रम्पले त गरे पनि हुन्छ टाइपको सम सोर्ट अफ स्टेटमेन्ट, इट्स अप टु यु। यस मैले फेरि भन्छु हामी आन्तरिक रूपले एकदमै कमजोर भइरहेका छौँ। सिरियसली सोच्नुपर्छ र नयाँ लिडरसिप जुन नयाँ पार्टीहरू आइरहेछ, म नामै लिएर भन्न चाहन्छु, जस्तो नयाँ पार्टीको उत्तराधिकारको रूपमा जुन बालेन अथवा रवि लामिछाने अथवा स्वर्णिम वाग्लेहरू जुन आइरहेको लिडरसिपमा, गगन थापा जो आइराख्नु भएको छ, एमाले भित्र पनि अरू होला, अरू पार्टीहरू सबैले यो चिजहरूलाई यो 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 प्रेसरलाई, यो चापलाई चाहिँ सिरियसली नै अल्टिमेटली त हामी यदि एक्जिस्टेन्सियल क्राइसिसमा नेपाल प्रवेश गर्यो, सफर गर्ने त जनताले मात्रै होइन सबैले नै हो नि त, यो त होइन होल सोसाइटीले सफर गर्छ। त्यसले गर्दाखेरि यो कुरा अलिकति धेरै अन्डरमाइन गर्ने अथवा यो केही पनि होइन भनेर हामीले इग्नोर गर्ने अवस्था चाहिँ अब